नमस्ते सबैजनालाई अनि आशा गर्दछु सबैजना आरामै हुनुहुन्छ भनेर। अनि आज पनि अर्को भिडियो लिएर आएको छु अनि तपाईँहरूलाई देखाउने छु हामी कहाँ जाँदैछु भनेर। वहाँ पुगे पछाडि अनि अहिले हामी यहाँ आइपुगिसक्यौँ। अनि आइपुगिसके पछाडि हामी यहाँ नर्तेङ मन्दिर आएको छु सबैजना। उहाँ छेमाहरू अहिले उहाँ के अरे एकजना छेमाले चाहिँ उहाँ अगरबत्ती ल्याउनु बिर्सिनु भएछ। छेमा उहाँ अगरबत्ती लिनु जानुभएको छ अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ पर्खेर। अनि यहाँ चाहिँ त्यो अगाडि देख्नुभयो नि त्यहाँ चाहिँ मन्दिर हो अगाडि यहाँ अनि अहिले यहाँ वहाँ सिलङको मान्छेहरू पनि थुप्रो आएको रहेछन्। एक दुई गाडी मतलब बस आएको रहेछन्। अनि उनीहरूले चाहिँ पूजाहरू गरिसके पछाडि उनीहरूको चाहिँ खानापिना हुँदैछन्। सबै ग्यासहरू सबै लिएर आएको रहेछन्। अनि अहिले यहाँ मन्दिरभित्र आइपुगेर यहाँ पूजाहरू गर्दैछौँ सबैजना। अनि यहाँ एकछिनमा अगाडि चाहिँ कीर्तन भइसक्यो, यता कीर्तन भएको थियो। अनि अहिले हामी यहाँ पूजा गर्नुलाई रेडी भयौँ अनि पूजा गर्दैछु अहिले चाहिँ। दियोहरू पनि बाल्यौँ। अनि खासै चाहिँ यहाँ मन्दिरलाई पनि एकदमै मानिन्छ किनकि यहाँ पनि अगाडि सतीदेवीको यहाँ एक भाग गिरेको थियो अरे, त्यही भएर चाहिँ यहाँ मन्दिर बनाएको छ। यो 600 साल पुरानो मन्दिर हो अरे। हुन चाहिँ अब फेरि यसलाई बनाएर चाहिँ यस्तो भएको, मतलब पहिला चाहिँ कच्चा थियो अरे। अनि यहाँ बाउछोरी चाहिँ एकदम इन्जोय गर्नु हुँदैछ बाहिर। अनि यहाँ चाहिँ एकदम धर्मको काम पनि गर्नु हुँदैछ। जो अगाडि मैले तपाईँलाई देखाएको थिएँ सिलङको मान्छेहरू आउनुभएको थियो भनेर। एक बस 2 बस जस्तो थियो गाडी, मान्छेहरू चाहिँ 2 बस जस्तो आउनुभएको थियो। अनि यहाँको बस्तीकै यहाँ केटाकेटीहरूलाई खानापिना दिनुभएको रहेछ। अनि हामी पनि अहिले पूजाहरू गरिसके पछाडि यहाँ हामीले नि खानाहरू प्याकिङ ल्याएको थिएँ। निरामिष सब्जीहरू ल्याएको थिएँ, भात सब्जी घरमै बनाएर। त्यही भएर आज चाहिँ हाम्रो ढिलो हिँडाइ भयो। 12 बजीको बादमा हामीहरू हिँडेँ वहाँबाट घरबाट। त्यही माथि बाटोमा कस्तो पानी परेर असिना झरेर। अनि त्यस पछाडि हामी कहाँ गएको थियौँ तपाईँहरू बनिरहनु, मेरो यो भिडियोमा देखाउनु छु कहाँ गयो।